हेलो नानी यता हेरिदिनु आज चाहिँ हामी छुट्टीको दिन थियो र सबैजना फ्यामिलीहरू गेट टुगेदर भएको छ है। अन्त यहाँनिर तपाईँहरूले हेर्न सक्नुहुन्छ है। हाम्रो माइली भाउजू के गर्नु भएको अचारको लागि सुन्दा दि ठिकै हुनुहुन्छ? एकदम ठिकै छु। अन्त हाम्रो यता हाम्रो डल्लीले चाहिँ के गर्दैछ? फ्राई गरेको। के फ्राई गरेको? अब यसलाई चाहिँ म हनी चिकन बनाउन आँटेको। हनी चिकन बनाउने यसको यति नै हो? अघिदेखि उयो गरेको खोइ फ्राई गरेको चाहिँ ए यहाँ रहेछ फ्राई गरेको चाहिँ है। अन्त अरू के बनायो? अरू पकौडा बनाएको छु, माछा फ्राई गरेको छु, अनि अचार छ सबै देखाइदिनु पर्ने हो कि? सुन्ता दिदीले चाहिँ के बनाएको? सिमीको सब्जी बनाएको। कस्तो खालको बना? ए वाउ दामी भएछ सिमीको सब्जी। अन्त अरू के पकौडा भन्दै थियो त? यो अचार चाहिँ मैले पिसेको है। यो चाहिँ मैले पिसेको। यो चाहिँ पकौडा बनाएको। यहाँ सेवा सुरु हुनु आँटेको छ है। डिभोसन क्लास यहाँनिर चाहिँ यो डलिकेटी चाहिँ रुन थालेको छ। धन्यवाद छ प्रभु, तपाईले ज्ञान उज्यालो भइदिनु शान्ति दिनुभयो, हरेक कुरा प्रभु तपाईँले जोगाएर बसेर राख्नुभयो। धन्यवाद छ प्रभु, तपाईँले यो दिनको सुन्दर समय सुन्दर प्रार्थना समय मौका दिनुभयो। पढे दाजुको परिवारलाई, पुण्य भाइलाई, पुण्य भाइको छोरालाई, त्यसै गरी भदनसेनको वीर भाइलाई, त्यो परिवारलाई, लक्ष्मीको सासूलाई अनि प्रभु जुन चाहिँ दिव्य गर्नुभएको यो हाम्रो पुरानो घर हो। यो चाहिँ गाईको खोलेहरू पकाउने। गाई त छैन अहिले, सुँगुरको चारहरू बनाउँछ हामीले है। यहाँबाट चाहिँ यस्तो देख्छ यो पारी जुन चाहिँ देख्दै गर्नुभएको छ। यो पारी लाइटहरू देख्दै यो चाहिँ सुमिन हो। यहाँनिर सब सुमिन हो। यता यहाँनिर चाहिँ केटाकेटीहरू चाहिँ जहाँ पनि केटाकेटीहरूको चाहिँ बदमास यस्तै हुन्छ। केटाकेटीहरू चाहिँ सबै यहाँनिर खेल्नु, डान्स गर्नु, बदमास गर्नु, यहाँनिर चाहिँ यस्तै हुन्छ। केटाकेटी बेसी भेला भयो भने चाहिँ है। के झगडा गर्दैछ कि केटाकेटीले? यहाँ देखाइदिनु न बहिनीले पनि। हाम्रो एजु यता हेरिदिनु। आम्मा एजु ठिकै छ भन्दैछ। मसँग आउनुमा लु लु भाइ क्लास क्लास ल के बनाएको लौ त साथीहरू, हामी चाहिँ सबैजना हाम्रो फ्यामिलीहरू एकै ठाउँ भेला भएर है आँटी नआँटी भनौँ न रुममा भएर सबैजना बसेर चाहिँ हामी चाहिँ इन्जोय गर्नु लागिरहेको छौँ। अनि सबैजनालाई मेरोबाट गुड नाइट शुभरात्रि भन्न चाहन्छु। ओके बाई बाई।